हेलो गाइज नमस्ते। म चाहिँ आज गाउँतिर आफ्नै गाउँतिर जाँदैछु। सिलुचुङ गाउँपालिका 1 सिसुवा खोलातिर जाँदैछु। अस्ति जुन मैले भिडियो हालेको थिएँ फेसबुकमा, जहाँ चाहिँ म एक्सिडेन्ट भएको थिएँ, त्यो ठाउँ म देखाउन गइरहेको छु है गाइजहरू। ल कस्तो छ भन्नुहुन्छ भनेदेखि, यहाँ म धेरै राम्रो ठाउँमा म लडेको हो, एक्सिडेन्ट भएको हेर्नुहोस् है गाइजहरू। फेसबुकमा साथीहरूले कमेन्टमा कहाँ हो, लोकेसन कस्तो थियो, कुन ठाउँ भन्दै हुन्थ्यो। म आज हजुरकै लागि म देखाउँदैछु। हेर्नुहोस् यति राम्रो ठाउँमा, यो ठाउँमा तपाईँहरू देख्दै हुनुहुन्छ। यही ठाउँमा तपाईँको यहीँनिर हो म लडेको। यो बाइक आफै चल्दै थियो, म यो यसरी यो सिधै चाहिँ यो खातबारी जाने बाटो हो, हाम्रो शङ्खसभा जिल्लाको यो सदरमुकाम खातबारी जाने बाटो हो गाउँदेखि। यो बाटो हेर्नुहोस् साथीहरू, यो बाटो अत्यन्तै राम्रो छ। यो बाइक ड्राइभ गर्नको लागि अत्यन्तै राम्रो छ। सिकारुलाई पनि यो बाटो अत्यन्तै राम्रो छ। अनि खासै म सिकारु पनि होइन। अनि यहाँनिर बाइक जाँदै थियो, त्यस्तो स्पिड पनि थिएन, त्यस्तै 20-22 को स्पिड हुनसक्छ। उकालो जाँदै थिएँ खातबारी यत्तिकै होइन, तपाईँको चाहिँ नि त्यत्तिकै अटोमेटिकल्ली आफै बाइक अफ भएर तपाईँको दाहिनेपट्टिको त्यो ह्यान्डलमा चाहिँ यो मेरो चेस्ट चाहिँ ठ्याक्कै ठोकिएको है गाइजहरू। यहीँनिर यस्तो राम्रो बाटो छ। मलाई रिसिभ गर्ने साथीहरू हुनुहुन्थ्यो, मलाई सहयोग गर्ने साथीहरूले पनि यो ठाउँ देखेर, यो ठाउँ हेरेर कस्तो यस्तो राम्रो पिचभन्दा राम्रो बाटो छ, के भएको भन्थ्यो साथीहरूले। म आफैलाई पनि सक पऱ्यो। कुनै बेला यो इन्जिन भन्ने कुरा, बाइक गाडी जुनसुकै इन्जिनले चल्ने साधन भनेको झ्याप्पै रोकिने त्यस्तो खालको होइन, कुनै वायरको कारणले अरे एउटा सानो मिस्टेकले पनि त्यो खालको चाहिँ नि आफै अफ हुने पनि त्यस्तो पनि हुँदो रहेछ। अनि बाइक यहाँ ढल्दा पनि ढलेन। म चाहिँ त्यही बाइक माथि नै रहेँ, तर ड्याम्मै छाती चाहिँ ठोकेँ, तर बाइक माथि नै म यसरी सुतिरहेको छु। भएको त्यही हो साथीहरू। बाइक लडेको पनि होइन, चिप्लेको पनि होइन, केही पनि भएको थिएन। तपाईँको अटोमेटिकली बाइक अफ भएर हाई गियर भएको पनि होइन, फेरि 2 मा थियो, 2 गियरमा थियो यो कालो गाइजहरू। अनि झ्याप्पै भयो, त्यही माथि म छु, ठ्याक्कै छाती चाहिँ ठोकियो। अनि म त्यही माथि बाइक माथि सुतिरहेको छु भन्दा नि सही रहेको छु। अनि त्यहाँबाट यहाँ आइपुगेँ। अनि आइपुगेर यही बाटोमा बसिराख्न चाहिँ मैले नसकेर, मैले फेसबुकको क्याप्सनमा पनि राखेको थिएँ, तलतिर मास भनेको थिएँ। यहाँ तल मास देख्न सकिन्छ गाइजहरू। यहाँ गएर